अरे यो चाहिँ कुखुरेको घर अरे यस्तो भयो रहेछ यार यस्ता नि रोड लहन के यताखेरि यो उसको नेपालमा रोड चाहिँ जताततै पुग्छ उहाँ रोड पुग्छ हेर्नुहोस् जहाँ पनि घरै छ नि यार गाउँै छ जति तल गयो नि उहाँको डिला हेर्नु डिला डिला नि यतातिर गएपछि फेरि डिमुवातिर झरिन्छ अनि खासै धेरै छैन हाइवेतिर गइन्छ फेरि मेन हाइवे क्या कुस्मा पोखरा हाइवे ल ग्याङहरूलाई भेट्टाउन गाह्रो छ यार हिँड्न चाहिँ तकडै रहेछ नि यार बुढा 53 वर्षे बुढा 15 वर्ष भयो गाई फार्ममा काम गर्न लागेको भन्छन् बिहा गरे आइनन् रे सिङ्गल लाइफ रक भन्दै अरे हामीले थाहा पाउने बेला यहाँ मलाई चिप्ले भेन्टी अनि अर्को के अरे खुर्सानीको नामै खतरा बनाएर यहाँ पछाडि माछा पाल्ने भनेर खतरा बनाए ल रे बाँदरको राज हेर न ल मस्त मकै भाँचेर खाइरह टाम्नाले फाँट पनि लास्टिएर त जताखेर फाटै फाट्ने कति चाहियो जग्गा हेक्टरका हेक्टर आउँछन् यता गोरु यहाँलाई क्षेत्र यस्तो छाप्रो छाप्रो हालेर ट्याङटुङ पारेर यस्ता नि मकैले बनाएर मजाले खाइन्छ अन्त बिचरा जे देख्यो त्यही गर्ने कि अब यही खेतीपाती र यही दुःख बाहेक मान्छेले यहाँ आएकाले देखेकै छैनन् कि के गरौँ त बिचरा यसैमा जसरी हुन्छ घोटी पिछे लाखन बसेका छन् जिन्दगी अब यत्तिकै समय रोकिन्न जिन्दगी कट्दै जान्छ गाह्रो छ दिमाग लडाउन पर्यो यहाँ फेरि यस्ता नि मकै झरेछन् गाह्रो छ हो गाह्रो छ जिन्दगी गाह्रो छ केटा हो यस्तो दिमाग लाउन सकिएन भने चाहिँ यो दुःख सकिनेवाला छैन त्यही भएर दिमाग लाएर गरियो सोचेर गरियो बुद्धि पुऱ्याइयो भने चाहिँ सुखसित जिन्दगी काट्न सकिन्छ नभए यस सधैँको दुःख यस्तै हो जहाँ गयो नि जापान गयो नि अमेरिका गयो नि अस्ट्रेलिया गयो नि ठाउँ फरक होला तर दुःख चाहिँ एउटै हो ल यहाँ हाम्रो गाई फार्मको दाता हामी आउँदैछौँ म त तपाईँको त उता भनिरहेको थिएँ क्या फर्म त ए अब यो हेड भन्छ त्यो बनाउनु लाग्यो त्यसलाई उता अहिले यो सारेको बनाउनु लाग्यो अब 7 दिनमा यसलाई सक्ने भनेको समयसम्म ल्याउने गर्ने के उता प्रक्रिया चला हो कतिको प्रक्रिया छ 10 को हो 10 भनेर पाउनु त 4 हो मैले 6 जति अनि आधा हाफ हो तर चाहिँ हिसाब किताब गर्दाखेरि मेरो 6 जान्छ 6 लाख जति त्यो माथि चाहिँ अरे माथि सिलिङ हुन्छ नि त्यो माथिको प्रोजेक्ट त्यस्तै भयो भन्ने कुरा आफूले 8 को हो खास प्रोजेक्ट
उसको त होइन अब प्रोजेक्टमा अब जति लाउँछ म हामीलाई थप्नु चाहिँ सुविधा कसरी मिल्छ अब त्यस्तो गर्नुपर्छ कसरी चाहिँ सजिलो हुन्छ त्यो गरेको त्यस्तो गरेको अनि कति बेला आइपुग्यो कान्छा उहाँ 11 बजे 12 बजीतिर हिँडेको गरे बुढाले घुमाउँदै घुमाउँदै तलबाट घुमेर आएको यता मकै मकै ढालेर अस्ति ढालेर उकाउनु नहुने बनायो अनि फेरि के ल्याउँदा नि ट्र्याक्टरले छरेको मकै नि ट्र्याक्टर हो बाख्राको हो गरे त्यो बाख्रा चाहिँ पानी बनाएको पानी पिउनु उमाल्नु भइसक्यो के भन्छ पानी पिउनु उमाल्नु भइसक्यो पानी पिउ खोल्ने राख्यो हाम्रो फोटामा पानी उकोल राखिदियो भने खाने के हो हो पनि हो कसले हो को अर्का खेता राज गर्ने पानी पिउनु राख्नुभयो पनि हल्ने सक्दैन नभए कसैलाई दिएर दिनुहोस् बेच्ने होइन बढी खाने भन्नु गर्छन् रे यता आफै गर्नुहुन्छ बाहिर फाल्न भएन नि खाने त्यो बिउ तिमीलाई नि भनेर राखेको बिउ मलाई मात्रै होइन तिमीले रोप्यो तिमीलाई नि हो होइन उपल्ला फुट्न तिमीले उपल्ला फुट्न राखौला अथवा खलेगाडा राखौला मैले राख्दिनँ होइन नराख्ने भए त्यो म भयो ओ यता फेरि खुसियाली छुट्टै त्यो त्यो राखे तिमीले अरे नत्र म भयो सकियो अब त्यो बाँझो राख्ने भन्ने कुरो हुन्न बाहिर राख्न भएन अनि कान्छासँग कसैलाई नदिउँ होइन कसैलाई नदिउँ मैले बिउ राखिसकेपछि चाडोका बिउ त्यो गाईको मल राखेर अरे त्यो पानीले जम्मै के अरे के भन्छ कुन्छ नि त्यो कुहिएकोलाई फेरि पानी मारिदिएको खोलाबाट मुहान झिकिचुके त मैले निखाल्नु भएछ तिमी नआऊ कहिलेकाहीँ गाईको दुध चाहियो अरू चाहियो बोका चाहियो भने आऊ बोका बाख्रा चाहिन्छ बाख्रा घरै छ होइन बाँझो हुन्न बाबु त्यति भन्नको लागि आज यहाँ धाइलाएर आइछन् बुढा बाँझो मैले तिम्रो नम्बर नभएर बाँझो रहन्न मैले अब 8 मिलिमिटरसँग गरौँला नभए सँगै बेचौँला हाम्रो तिम्रो सँगै बेचौँला नत्र फेरि मैले फोन मार्दा यो फोन सोम सबै तिमीहरू आउनु नि हुन्छ पैसा कुरो हो पैसाको खेल आउनु भएको फ्याट्टै पैसा अनि कान्छो कहिले आइदिउँछ नि फेरि म त भएको 3-4 दिन भयो घर आएको ठिक छ अब मैले त कोरच भन्छु यार बल्ल म हुम्का भनेपछि नि बल्ल चिने ल मान्छेलाई चिन्न नि गाह्रो यस्तो कि हाम्रै बोर्डिङमा पढेको ल यता फेरि अब सुरु भयो फेरि बार्गेनिङ सुरु भइहाल्छ नि कहाँ यसै छोड्छन् र यसो बाबु अब ठुलो यस्तो एरिया यस्तो चाक्लो सम्म एरिया दुःख धेरै नहुने भए तिमीलाई चाहिँ अलिअलि गर्न हुन्थ्यो होइन केही पनि मैले शुद्ध अर्दिनँ शुद्ध माटोले नि सरा पर्छ केही गर्छु आमालाई 5 पाथी धान लैदियो बुढी मैले जे आएर नि आएर भनेर छोड्नु भयो जेठा अनि मैले अलिअलि रोपेपछि 5 पाथी धान राखिएको लान्न भयो भनेर लानु भएन अघिल्ला पटक कति दिने भन्छौ तिमीले कति दिने होइन यताको यो ड्राइभरको हेड भन्छु नि पहिला यो बाहिर खोल्नु भने होइन यो साल मैले 5 दिन्छु किन दिन्छु भने माटो हो सरा पर्छ माटोले नि त्यो सम्पत्ति हो नि त्यसो भएर मैले 5 पाथी दिन्छु अर्को साल सबै कुरा भएछ भने सल्लाह गरौँला नभए बाँझो म यहाँ छन्जेल बाँझो राख्छु हुन्छ यस्तो छ ल मेरो बाख्रा फर्मतिर पनि खिच कान्छ